धेरैजनाले एआईलाई फनको रूपमा युज गर्नुहुन्छ जस्ट फर फन र केही व्यक्ति जो जेन्युनली सिरियस हुनुहुन्छ एआईको विषयमा लिएर एआईले भनेको जस्तो रिजल्ट दिइरहेको छैन, सही तरिकाले रेस्पोन्ड गरिरहेको छैन। यदि तपाईँ फनको रूपमा युज गर्ने क्याटेगोरीमा हुनुहुन्छ भने सरी टु से दिस, यो भिडियो तपाईँको निम्ति होइन। देयर इज नो फन इन दिस भिडियो। यो भिडियो तपाईँको निम्ति एकदमै बोरिङ हुनेवाला छ। तर यदि तपाईँ जेन्युनली एआईको विषयमा सिक्दै हुनुहुन्छ भने दिस भिडियो इज गन बी गोल्ड माइन फर यु। आई हेभ बिन युजिङ एआई फर सो लङ नाउ। डिफ्रेन्ट मेथड ट्राई गरेर हेरेको छु, विभिन्न टेक जिनियसहरूबाट एआईको विषयमा सिकेको छु र यो भिडियोमा तपाईँलाई म एक्ज्याक्टली 25 टिप्स बताउने छु। जुन टिप्सलाई तपाईँले युज गरेर कुनै पनि एआई मोडल, डजन्ट म्याटर, तपाईँले च्याट जीपीटी युज गर्दै हुनुहुन्छ, जेमिनी युज गर्दै हुनुहुन्छ, ग्रक, क्लड, एनिथिङ, डीपसिक, आई डोन्ट माइन्ड, तपाईँले त्यो एआईबाट सही रिजल्ट पाउन सक्नुहुन्छ। आई वुड से द्याट तपाईँ मास्टर गर्न सक्नुहुन्छ। लाइक आई एम टु सिरियस। म तपाईँसँग कुनै फ्लफी इन्फर्मेसन दिनको निम्ति यहाँ छैन। आई एम एक्सट्रिमली सिरियस। एक्ज्याक्ट नोट बनाएर यसरी मैले अध्ययन गरिरहेको छु कि एआईलाई हामीले सही तरिकाले युटिलाइज कसरी गर्न सक्छौँ। र तपाईँ जेन्युनली सिरियस हुनुहुन्छ भने यो भिडियोबाट यु आर गन टेक सो मच भेल्यु आउट अफ दिस। टिप नम्बर 1, गेट अ पेड एआई एकाउन्ट। कुनै पनि एआई मोडल युज गर्दै हुनुहुन्छ त्यसको प्रो भर्सनमा तपाईँ जम्प गर्नुहोस्। वाट? पहिलो टिपमै यसले पैसा खर्च गर्ने आइडिया दिँदैछ। त्यही कारणले म तपाईँलाई अघि बताएको थिएँ, यदि तपाईँ फनको रूपमा युज गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको निम्ति होइन। फनको रूपमा युज गर्नको निम्ति फ्री भर्सन छन्, धेरै फ्री भर्सन एकाउन्टहरू छन्, त्यहाँ युज गर्नुहोस्। तर तपाईँ जेन्युनली सिरियस हुनुहुन्छ भने पेड भर्सनमा तपाईँले इन्भेस्ट गर्नुहोस् बिकज इट्स गन गिभ यु ब्याक। तपाईँले नलेज गेन गर्नको निम्ति इन्भेस्ट गर्दै हुनुहुन्छ। किनभने प्रत्येक एआई मोडलले आफ्नो बेस्ट रिजनिङ क्यापेबल भएको मोडललाई पेड भर्सनमा लक गरेर राखेको छ। इट्स माई ओन एक्सपिरियन्स। मैले फ्री भर्सनमै 1 सालभन्दा बढी युज गरेँ एआईलाई। देन आई जम्प टु प्रो भर्सन। नाउ आई रियलाइज कि म 1 वर्ष पहिले नै प्रो भर्सनमा जम्प गर्नु पर्थ्यो। आई मिस्ड सो मेनी थिङ हियर। किनभने प्रो भर्सनमा यति धेरै फिचर्सहरू, यति धेरै रिजनिङ क्यापेसिटी भएको एआई मोडललाई लक गरेर राखेको छ एआई कम्पनीहरूले। बेसिक मोडलमा त्यो खालको रेस्पोन्ड हामी पाउन सक्दैनौँ। यदि तपाईँ जेन्युनली सिरियस हुनुहुन्छ भने प्रो भर्सनमा इन्भेस्ट गर्नुहोस्। त्यहाँबाट तपाईँले बेस्ट रिसोर्स र बेस्ट नलेज गेन गर्न सक्नुहुन्छ। इट इज अ इन्भेस्टमेन्ट। नम्बर 2, पिक वान एन्ड मास्टर। एउटा एआई मोडल रोज्नुहोस् र त्यसलाई मास्टर गर्नुहोस्। एआईको हाइप धेरै नै छ, आई अन्डरस्ट्यान्ड। एभ्री डे नयाँ फिचर्सहरू, नयाँ एआई मोडल लन्च भइरहेको हुन्छन्। कन्फ्युजन, सो मच कन्फ्युजन कि कुन लिने, कता रोज्ने, डिफ्रेन्ट एआई मोडल युज गर्न मन लाग्छ, ट्राई गर्न मन लाग्छ। आई अन्डरस्ट्यान्ड इट। तर यदि तपाईँ एआईलाई डिपली मास्टर गर्न चाहनुहुन्छ भने एउटा रोज्नुहोस्। यदि तपाईँले 1 हप्तामा म्युजिक सिक्न चाहनुहुन्छ तर एकै साथमा डिफ्रेन्ट म्युजिकल इन्स्ट्रुमेन्ट बजाउन चाहनुहुन्छ भने, तपाईँ मादल पनि बजाउन चाहनुहुन्छ, पियानो पनि बजाउन चाहनुहुन्छ, गिटार बजाउन चाहनुहुन्छ, ड्रम बजाउन चाहनुहुन्छ, एकै पटक तपाईँले कुनै पनि म्युजिकल इन्स्ट्रुमेन्ट सिक्न सक्नुहुन्न। पिक वान। तपाईँ मादल बजाउन चाहनुहुन्छ, पहिला मादल रोज्नुहोस्, त्यसमा डिपली जानुहोस्, त्यसलाई पुरा डिपली सिक्नुहोस्, म्युजिकल रिदम, म्युजिकल टोन, एभ्रिथिङ। त्यसपछि तपाईँले अरू म्युजिकल इन्स्ट्रुमेन्टमा जम्प गर्नुभयो भने इजिली तपाईँले क्याच गर्न सक्नुहुन्छ। एआईको विषयमा लिएर पनि एउटा एआई मोडल रोज्नुहोस्। जुन पनि एआई मोडल तपाईँको निम्ति बेस्ट छ, बेस्ट सुट गर्छ तपाईँको निड, त्यो एआई मोडल रोज्नुहोस् र त्यसलाई डिपली सिक्नुहोस्। किनभने प्रत्येक एआई मोडलको इन्टरफेस र काम गर्ने तरिका अलमोस्ट सेम छ। एउटा तपाईँले मास्टर गर्नुभयो भने तपाईँले अरू एआई मोडललाई पनि सही तरिकाले, राइट तरिकाले छिटो ग्राप्स गर्न सक्नुहुन्छ। यदि तपाईँ जम्प गर्नुभएको छ, आज च्याट जीपीटी युज गर्नुहुन्छ, भोलि जेमिनीमा जानुहुन्छ, पर्सि डीपसिकमा जाँदै हुनुहुन्छ, त्यसपछि क्लाउडमा जम्प गर्नुहुन्छ, यसरी कुनै पनि एआई मोडललाई सिक्न सकिँदैन। पिक वान एन्ड मास्टर द्याट एआई मोडल। नम्बर 3, 4 पार्ट प्रम्प्ट स्ट्रक्चर। कुनै पनि एआई मोडलमा प्रम्प्ट दिने क्रममा, कमान्ड दिने क्रममा यी 4वटा कुरा ध्यान दिनुहोस्। रोल, कन्टेक्स्ट, कमान्ड एन्ड फर्मेट। वाट डु आई मिन हियर? तपाईँले कुनै पनि एआई मोडलबाट सही रेस्पोन्ड पाउन चाहनुहुन्छ भने थोरै मेहनत तपाईँले गर्नुपर्छ। लाइक लेजी प्रम्प्ट, गार्बेज रेस्पोन्ड। तपाईँले लेजी टाइपको प्रम्प्ट दिनुभयो भने रेस्पोन्डमा पनि तपाईँले गार्बेजै पाउनुहुन्छ, तपाईँले जेन्युन जेम त्यहाँ पाउन सक्नुहुन्न। सो कुनै पनि एआई मोडलमा इन्टरेक्ट गर्ने क्रममा किप इन माइन्ड कि तपाईँले के चाहनुहुन्छ। लाइक स्क्रिप्ट लेख्दै हुनुहुन्छ भने एक्ट एज अ इलिट स्क्रिप्ट राइटर, यो भयो रोल। नेक्स्ट, कन्टेक्स्ट। तपाईँले के गर्दै हुनुहुन्छ, के कारणले तपाईँले यो प्रम्प्ट दिनुभयो, तपाईँले आफ्नो बारेमा बताउनुहोस्, के रिजल्ट चाहनुहुन्छ, तपाईँले त्यो त्यहाँ एक्सप्लेन गर्नुहोस्। नेक्स्ट छ कमान्ड। डिजाइन अ मिनिमलिस्टिक लोगो, यो भयो कमान्ड। तपाईँ के रिजल्ट चाहनुहुन्छ, तपाईँले त्यो बताउनु भयो। त्यसपछि छ फर्मेट। तपाईँले कुन फर्मेटमा चाहनुहुन्छ, तपाईँले पिएनजी फर्मेटमा चाहनुहुन्छ या कुनै पनि रिपोर्ट तपाईँले गर्दै हुनुहुन्छ त्यसलाई तपाईँले पिडिएफ फर्मेटमा चाहनुहुन्छ, एक्सेलमा चाहनुहुन्छ, बी क्लियर एन्ड स्पेसिफिक। रोल, कन्टेक्स्ट, कमान्ड एन्ड प्रम्प्ट। टिप नम्बर 4, स्टप टाइपिङ, स्टार्ट टकिङ।
कुनै पनि एआई मोडलमा लाइक एभ्री एआई मोडलमा अहिले चाहिँ अडियो फिचर्स छ। ओके, आई जेन्युनली बिलिभ द्याट टाइपिङ भन्दा बोलेर कमान्ड दिन सिक्नुहोस्। मैले जेन्युनली अहिले लाइक 90% मेरो प्रत्येक कमान्ड एआईमा बोलेर म गरिरहेको हुन्छु। एआई मोडलमा जानुहोस्, भोइस मोडमा र भोइस स्पिच तपाईँले दिनुहोस्। फर्स्ट के हुन्छ भन्दाखेरि टाइप गर्नको निम्ति हामीलाई धेरै कुरा लाइक धेरै टाइम लाग्छ टाइप गर्नको निम्ति, तर बोलेर हामीले कमान्ड दिन सक्छौँ। लाइक 4 or 5 टाइम फास्टर हामी बोल्न सक्छौँ, राइट? अनि लेख्ने क्रममा हाम्रो थट प्रोसेसमा धेरै कुरा हुन्छ, हामीले वाइप आउट गरिरहेको हुन्छौँ। ओके, यस्तो लेख्दिनँ उस्तो लेख्दिनँ, तर बोलेर तपाईँले कमान्ड दिनुभयो भने हाम्रो र कमान्ड जान्छ। एन्ड इफ यु आर कन्फ्युज लाइक र कमान्ड दिँदाखेरि मिक्सअप हुँदैन, नो, एआई इज टु स्मार्ट। एआईले एनालाइज गर्छ तपाईँले भन्न खोजेको कुरा के हो, तपाईँको र थट तपाईँले दिनुपर्छ। बेसिक रूपमा यदि तपाईँ कसैसँग कुरा गर्न थाल्नुभयो भने तपाईँ के लेखेर ओडलाई स्ट्रक्चर गरेर बोल्नुहुन्न नि, राइट? र यसरी बोल्नुहुन्छ नि, तर पनि त्यसले एनालाइज गरेर सोही मेथड पुल आउट गरेर रेस्पोन्ड गरिरहेको हुन्छ नि। एआईले पनि सेम मेथड युज गर्छ। पहिला मैले धेरै टाइम वेस्ट गर्थेँ टाइपिङ गरेर, नाउ आई डोन्ट डु इट। बोल्नुहोस्, बोल्ने क्रममा तपाईँले कति शब्दहरू एउटै शब्द दोहोऱ्याउनुहुन्छ, यस्ता बिचमा पसहरू लिनुहुन्छ, एआई विल अन्डरस्ट्यान्ड एभ्रिथिङ, हाउ यु टक, हाउ यु रेस्पोन्ड, सबै कुरा एआईले बुझ्छ। त्यही कारणले एआईसँग सही रेस्पोन्ड पाउनुको निम्ति टाइपिङभन्दा धेरै बोलेर कमान्ड दिनुहोस्, अडियो कमान्ड दिनुहोस्, ताकि एआईले तपाईँको र कन्टेक्स्ट सही तरिकाले बुझ्छ। टिप नम्बर 5, अ गुड इक्जाम्पल बिट्स पर्फेक्ट प्रम्प्ट। एआईलाई उदाहरण दिनुहोस्, इक्जाम्पल दिनुहोस्। तपाईँले के चाहनुहुन्छ भनेर तपाईँले इक्जाम्पल दिन सक्नुहुन्छ। लाइक मैले ट्राई गरेर हेरेको छु, मलाई एउटा क्रिएटरको थम्बनेल मन पर्यो। अब यो थम्बनेललाई मैले एक्सप्लेन गर्न थालेँ भने एआईलाई कसरी म एक्सप्लेन गरौँ? आई हेभ नो वर्ड, राइट वर्ड मैले पाउन सक्दिनँ। तर म यो थम्बनेललाई कपी गरेर पेस्ट गरेँ र एक्ज्याक्ट थम्बनेल रेप्लिकेट गर्न लगाएँ र रिजल्ट इज हियर। सो जतिसुकै बेस्ट प्रम्प्ट दिने ट्राई गरे पनि तपाईँले इक्जाम्पल दिन सक्नु भएन भने केही न कहीँ ल्याक गरिरहेको हुन्छ। ट्राई टु गिभ इक्जाम्पल, उदाहरण दिनुहोस्। गिभ इक्जाम्पल, लाइक तपाईँ कुनै टेलरकोमा जानुभयो, तपाईँलाई कुनै कुर्ता सिलाउनु छ, अब त्यहाँ तपाईँले एक्सप्लेन गर्न थाल्नुभयो, मलाई यति एमएममा काट्न पर्यो, यो डिजाइन त्यो डिजाइन, यस्तो खालको डिजाइन, कसरी एक्सप्लेन गर्नुहुन्छ त्यहाँ? तर तपाईँले पिक्चर देखाउनु भयो टेलरलाई, दिस इज द पिक्चर आई वान्ट, इट इज इजी, सजिलैसँग एनालाइज गर्न सक्छ। ओके, यो डिजाइनको चाहिएको रहेछ। एआई वर्क्स इन द सेम वे। एआईलाई उदाहरण दिनुहोस्। तपाईँले कुनै पनि स्क्रिप्ट लेख्दै हुनुहुन्छ, त्यो स्क्रिप्टको उदाहरण दिनुहोस्। मलाई यस्तो खालको चाहियो, मेन हुक, स्क्रिप्ट, बडी पार्ट, कन्क्लुजन। तपाईँले थम्बनेल डिजाइन गर्दै हुनुहुन्छ, इक्जाम्पल दिनुहोस्, यस्तो खालको थम्बनेल डिजाइन गर्दैछु। तपाईँले एप डिजाइन गर्दै हुनुहुन्छ, इक्जाम्पल दिनुहोस्, यस्तो खालको एप्लिकेसन मलाई चाहिएको छ। गिभ फ्यु इक्जाम्पल, एउटा दुईटा उदाहरण दिएर हेर्नुहोस्। प्रम्प्ट सही भएन भनेर टेन्सन नलिनुहोस्। तपाईँलाई सही तरिकाले प्रम्प्ट लेख्न आइरहेको छैन, इक्जाम्पल दिनुहोस्, एआईले आफै बुझ्छ कि तपाईँलाई कस्तो रेस्पोन्ड चाहिएको हो। टिप नम्बर 6, मोर कन्टेक्स्ट इज नट अलवेज बेटर। लाइक कुनै पनि एआई मोडलमा प्रम्प्ट दिने क्रममा कन्टेक्स्ट दिनुहोस् भनिराख्दाखेरि यो कन्फ्युज नहुनुहोस् कि धेरै कन्टेक्स्ट दिनुपर्छ। आई डिड द सेम मिस्टेक। मैले धेरै कन्टेक्स्ट दिन्थेँ, 1 पेज 2 पेज लेखेर सुरुमा, तर प्रत्येक एआई मोडलको थिङ्किङ मेथड र एनालाइज गर्ने मेथड अलग अलग हुन्छ। बेसिकली अहिले अलमोस्ट अल एआई मोडलहरू एकदम स्मार्ट छ। तपाईँले के रिजल्ट चाहनुहुन्छ पहिला मेन्टल्ली क्लियर हुनुहोस्, त्यसपछि त्यो रिजल्ट पाउनको निम्ति त्यति मात्रै कन्टेक्स्ट प्रोभाइड गर्नुहोस्। कम्प्लिट फुल फाइल डम्प गरेर कन्फ्युज नगर्नुहोस्। लाइक तपाईँले बचपनदेखि अहिलेसम्मको कहानी एकपटक दिनुभयो र मलाई यो रिजल्ट चाहियो भन्नुभयो भने एकदम कन्फ्युज हुन्छ एआई र धेरै मिसम्याच गरेर सही रिजल्ट आउँदैन। त्यही कारणले कन्टेक्स्ट दिने क्रममा पनि धेरै कन्टेक्स्ट छैन, जति चाहिन्छ त्यति मात्रै कन्टेक्स्ट एआईलाई तपाईँले दिने गर्नुहोस्। टिप नम्बर 7, क्रिएट अ मास्टर प्रम्प्ट। आफ्नो विषयमा एउटा मास्टर प्रम्प्ट जेनेरेट गर्नुहोस्। वाट डु आई मिन मास्टर प्रम्प्ट? यदि तपाईँले एआईलाई आफ्नो बारेमा सही तरिकाले इन्ट्रोड्युस गर्नु भएन, बताउनु भएन, तपाईँ को हो, तपाईँको बिजनेस मोडल के हो, तपाईँ कस्तो रिजल्ट चाहनुहुन्छ भनेर सही तरिकाले तपाईँले बताउनु भएन भने एआईले तपाईँलाई जेनेरिक र रोबोटिक टाइपको एन्सर दिइरहेको हुन्छ। त्यही कारणले आफ्नो विषयमा एक्ज्याक्टली एउटा मास्टर प्रम्प्ट क्रिएट गर्नुहोस्। म को हुँ, मेरो बिजनेस मोडल कस्तो हो, म के चाहन्छु, यसको विषयमा क्लियर भएर तपाईँले एउटा मास्टर प्रम्प्ट पहिला क्रिएट गर्नुहोस्। सो मास्टर प्रम्प्ट कसरी क्रिएट गर्ने त? देन कम टिप नम्बर 8, एआईलाई तपाईँको इन्टरभ्यू लिन भन्नुहोस्। एआईलाई भन्नुहोस् त एउटा इलिट इन्टरभ्यू गर्ने व्यक्ति होस्। ओके, म यस्तो खालको व्यक्ति हो, मलाई मास्टर प्रम्प्ट क्रिएट गर्न छ। त्यो मास्टर प्रम्प्ट क्रिएट गर्नको निम्ति 1 क्वेसन एट अ टाइम, एउटा क्वेसन मलाई सोध, म एन्सर गर्छु, अनि त्यो एन्सर कम्प्लिट भएपछि एउटा मास्टर प्रम्प्ट क्रिएट गरेर मलाई दे। दिस इज द इजिएस्ट एन्ड बेस्ट वे टु मेक अ मास्टर प्रम्प्ट। लाइक कुनै पनि कुरा जो तपाईँले कमान्ड दिनुहुन्छ तपाईँले मिसम्याच गर्न सक्नुहुन्छ, तर एआईलाई तपाईँले भन्नुहुन्छ कि मलाई इन्टरभ्यू गर, एउटा क्वेसन एट अ टाइम, मलाई मास्टर प्रम्प्ट क्रिएट गर्न छ। अब
एआईले तपाईँलाई इन्टरभ्यू गर्छ, क्वेसन दिन्छ एउटा एउटा एउटा, तपाईँले रेस्पोन्ड गर्नुहोस्। जब सबै क्वेसन फाइनलाइज हुन्छ त्यसपछि एआईले तपाईँलाई फाइनल तपाईँको विषयमा एउटा प्रम्प्ट जेनेरेट गरेर दिन्छ। द्याट विल बी योर मास्टर प्रम्प्ट। मास्टर प्रम्प्ट रेडी भइसकेपछि अब के गर्ने त? कम्स टिप्स नम्बर 9, सेभ द्याट मास्टर प्रम्प्ट अन पीडीएफ फर्मेट। किन पीडीएफ फर्मेटमा? पोर्टेबिलिटी। तपाईले पीडीएफ फर्मेटमा सेभ गरेर राख्नुभयो भने एआई मोडललाई, कुनै पनि एआई मोडललाई तपाईले त्यो फाइल अपलोड गर्न सक्नुहुन्छ, एट्याच गर्न सक्नुहुन्छ तपाईको मास्टर प्रम्प्ट, तपाईको कन्टेक्स्ट एनालाइज गर्नको निम्ति। त्यही कारणले सधैँ मास्टर प्रम्प्टलाई पीडीएफमा जेनेरेट गर्नुहोस्। आफै बसेर तपाईले गर्न नथाल्नुहोस् त्यो पीडीएफ फाइल। त्यहाँबाट टेक्स्ट कपी गर्ने, त्यसपछि लगेर तपाईले वर्ड बनाउनुहुन्छ, वर्डलाई पीडीएफमा कन्भर्ट गर्नुहुन्छ। डोन्ट डु दिस मेसी थिङ। डाइरेक्टली तपाईले एआई मोडललाई भन्नुहोस्, आई वान्ट अ क्लिकेबल पीडीएफ फाइल जेनेरेट फर मी। पीडीएफ फाइलमा जेनेरेट गर्नुहोस् र त्यो फाइललाई तपाईले डाउनलोड गर्नुहोस्। अब यो मास्टर प्रम्प्ट भनेको लाइक बेसिकली नागरिकता जस्तो भयो। मानिलिउँ हाम्रो नेपालको कुनै पनि सरकारी कार्यालयमा जानु पर्यो र हाम्रो बारेमा इन्ट्रोड्युस गर्नु पर्यो भने डाइरेक्ट नागरिकता झिकेर दियो भने सजिलो हुन्छ। नाम लेखेको छ, ठेगाना लेखेको छ, जन्ममिति सबै छ, राइट? द्याट्स हाउ द मास्टर प्रम्प्ट इज गन वर्क। तपाईले कुनै पनि एआई मोडलमा पछि तपाईले जम्प गर्नुभयो भने, एउटा एआई मोडललाई मास्टर गरेपछि अर्को तपाईले बुझ्न चाहनुभयो भने सेम मास्टर प्रम्प्ट अपलोड गरिदिनुहोस्। अब तपाईले त्यहाँ आफ्नो बारेमा फेरि बताउनु पर्दैन, टाइम वेस्ट हुँदैन। तपाईसँग मास्टर प्रम्प्ट छ, डाइरेक्टली अपलोड द्याट, इट विल अन्डरस्ट्यान्ड। सेम तपाईको डिजिटल नागरिकता एआईको निम्ति, राइट? लाइक यो उदाहरण अलिकति सही छैन होला सायद तपाईको निम्ति, बट दिस इज हाउ इट्स गन वर्क। एक्ज्याक्टली तपाईको आइडेन्टिटी भनेको तपाईको मास्टर प्रम्प्ट हो। कुनै पनि एआई मोडलमा तपाईले युज गर्न सक्नुहुन्छ। नाउ टिप नम्बर 10, ट्रिट एआई फर्स्ट रेस्पोन्ड एज अ ड्राफ्ट। एआईले दिएको पहिलो रेस्पोन्डलाई ड्राफ्टको रूपमा युज गर्नुहोस्, एज अ रफ ड्राफ्ट। ओके, एआईले दिएको रेस्पोन्ड आउन साथ तपाईँ सन्तुष्ट भएर नबन्नुहोस्, ओके दिस इज फाइन। न मेबी पहिलो रेस्पोन्डमा यसले बेस्ट रिजल्ट दिएको हुनसक्छ, तर पनि तपाईँ सन्तुष्ट नहुनुहोस्। यसलाई फेरि पुसब्याक गर्नुहोस्, अर्को एङ्गल एक्सप्लोर गर्न लगाउनुहोस्। बार बार तपाईँले एक्सप्लोर गर्न लगाउनु भयो भने तपाईँले अझै बेटर रेस्पोन्ड पाउनुहुन्छ। डोन्ट बी लेजी। तपाईँ लेजी हुनुभयो भने तपाईँले रफ र जेनेरिक टाइपको रेस्पोन्ड पाउनुहुन्छ। त्यही कारणले एआईको कुनै पनि रेस्पोन्ड तपाईँले पिक्चर जेनेरेट गर्न लगाउनुहुन्छ, वेबसाइट डिजाइन गर्न लगाउनुहुन्छ, एनिथिङ यु डु, तपाईँले त्यसलाई एउटा ड्राफ्टको रूपमा युज गर्नुहोस् र बार बार डिफ्रेन्ट एङ्गल, डिफ्रेन्ट थट प्रोसेसको साथमा त्यसलाई पुसब्याक गर्नुहोस्। टिप नम्बर 11, युज अ क्यानभास फिचर। वाट इज क्यानभास फिचर? प्रत्येक बेस्ट एआई मोडलमा, लाइक टप एआई मोडलहरुमा, जेमिनाई, च्याटजीपीटी, क्लड, प्रत्येक एआई मोडलमा क्यानभास एउटा फिचर छ। वाट इज क्यानभास फिचर? तपाईले कुनै पनि एउटा क्वेशन सोध्नु भयो, प्रम्प्ट दिनु भयो, तपाई रिजल्ट पाउनु भयो, बेस्ट टाइपको रिजल्ट आयो, तर त्यहाँ भएको बीचमा भएको कुनै एउटा सेक्सन तपाईलाई मन परेन। अब तपाईले फेरि अर्को त्यहाँ क्वेशन सोध्नु भयो या अर्को रेस्पोन्ड माग्नु भयो भने त्यसले कम्प्लिट चेन्ज गरेर दिन्छ। फेरि त्यो मेन एसेन्स मिस हुन सक्छ। त्यही कारणले प्रत्येक एआई मोडलको क्यानभास फिचरमा गएर एक्ज्याक्टली त्यो कुरालाई मार्क गरेर तपाईले यति मात्र चेन्ज गर भन्न सक्नुहुन्छ। त्यस्तो गर्नुभयो भने के हुन्छ, बाँकी जो बेस्ट रिजल्ट तपाईले पाउनु भएको छ त्यो कन्टेन्ट सेभ हुन्छ। यसले कम्प्लिट फर्मेट गरेर दिँदैन, जति खराब छ त्यति मात्र यसले सही गरेर दिन्छ। यसरी के हुन्छ भन्दाखेरि तपाईले बेस्ट रिजल्ट पाउनुहुन्छ। तपाईलाई एआईले सब वाइप आउट गरेर नयाँ रिजल्ट दिँदैन। नाउ टिप नम्बर 12, आस्क एआई टु राइट सिस्टम प्रम्प्ट। एआईलाई सिस्टम प्रम्प्ट लेख्न भन्नुहोस्। वाट इज सिस्टम प्रम्प्ट? लाइक तपाईले कुनै पनि रिजल्ट चाहनुहुन्थ्यो, धेरै मेहनत गर्नुभयो, 10 मिनेट, 15 मिनेट, 1 घण्टा, 2 घण्टा लगाएर तपाईले बेस्ट रिजल्ट पाउनुभयो, तपाईलाई लाग्छ कि यो बेस्ट छ मेरो निम्ति। नेक्स्ट टाइम तपाईले त्यही कुरा गर्न जानुभयो भने तपाईलाई फेरि त्यति टाइम लाग्छ। अब जब तपाईको एन्सर फाइनलाइज हुन्छ नि, तपाईले चाहेको रिजल्ट त्यहाँ आउँछ। अब एआईलाई भन्नुहोस्, यो जो रिजल्ट तैँले दिस् नि, एक्ज्याक्ट रिजल्ट पाउनको निम्ति नेक्स्ट टाइम मैले कस्तो प्रम्प्ट दिनुपर्छ त्यो प्रम्प्ट तयार गर। किनभने फाइनल एक्जाम्पल रेडी भइसक्यो त्यहाँ। अब बार बार कति समय बिताउनुहुन्छ नेक्स्ट टाइम त्यही रिजल्ट पाउनको निम्ति? कुनै पनि लाइक टेक्स्ट मेथडमा, पिक्चरमा, अडियो फाइल, भिडियो फाइल, कुनै पनि फाइल बनाउँदै हुनुहुन्छ, जब तपाईलाई सेटिस्फाई महसुस हुन्छ त्यो फाइलको सिस्टम प्रम्प्ट लेख्न लगाउनुहोस्। र तपाईँ यदि स्ट्रगल गर्नुभएको छ फाइनलाइज रूपमा आउनको निम्ति भने, जो मैले तपाईलाई अघि इक्जाम्पल दिएको थिएँ कि लाइक एआईलाई इक्जाम्पल दिनुहोस् र एक्ज्याक्ट यो रिजल्ट पाउनको निम्ति मैले के खालको प्रम्प्ट दिन पर्यो तँलाई, तैँले मलाई सिस्टम प्रम्प्ट लेखेर दे। इजी, बुम, यु विल गेट लाइक बेस्ट प्रम्प्ट। तपाईँ कहीँ जान पर्दैन प्रम्प्ट खोज्नको निम्ति। आई फलो द सेम मेथड मोस्ट अफ द टाइम। मलाई कसैको पनि केही आर्ट मन पर्यो भने डाइरेक्ट कपी गर्छु, पेस्ट, मलाई यसको सिस्टम प्रम्प्ट दे। अब म त्यो सिस्टम प्रम्प्टलाई कपी गर्छु र आफ्नो केही थोरै थट एड गर्छु र बुम, जो रेस्पोन्ड म चाहिरहेको हुन्छु त्यो बेस्ट रेस्पोन्ड पाउन सक्छ। सो क्रिएट अ सिस्टम प्रम्प्ट। टिप नम्बर 13, बी अ स्ट्रिक्ट बस।
एआईसँग तपाईँ बस जस्तो क्रिएट गर्नुहोस्, एआईसँग तपाईँ साथी जस्तो नबन्नुहोस्। ओके, लाइक आई नो कि हामीलाई सकेसम्म हम्बल बन्न मन लाग्छ, राम्रो बन्न मन लाग्छ, तर एआईसँग तपाईँ राम्रो बन्न जरुरी छैन। डोन्ट से प्लिज राइट दिस, प्लिज डोन्ट डु दिस, नो नो, बी स्ट्रिक्ट। एआईले त्यसरी बेस्ट रेस्पोन्ड दिन्छ। तपाईँले कुनै पनि प्रम्प्ट दिन पर्यो भने सिधै तपाईँ भन्नुहोस् यो गर त्यो नगर, यी कुरा तैँले गर्न हुँदैन। त्यहाँ प्लिज लेख्नु पर्ने, प्लिज गर्दै यो, थ्याङ्क यू, वी डोन्ट निड द्याट। बी स्ट्रिक्ट, किनकि एआईसँग कुनै पनि इमोसन छैन, कुनै पनि फिलिङ छैन कि ओके यसले रिसाउँछ होला। नो नो नो, एउटा बसले जस्तो प्रम्प्ट दिनुहोस्, मलाई यो चाहियो, यो मन परेन, यो गर यो नगर। एक्ज्याक्टली तपाईँले प्रम्प्ट दिनुभयो भने बल्ल एआईले सही तरिकाले रेस्पोन्ड गर्छ। नाउ टिप नम्बर 14, आर्ग्यु विथ एआई। वाट डु आई मिन आर्ग्यु विथ एआई? लाइक एआई मोडलहरू यसरी डिजाइन भइरहेका छन् कि प्लिज गर्नको निम्ति, लाइक प्लिज गर्नको निम्ति भन्नुको अर्थ चाहिँ हामीलाई खुसी बनाउनको निम्ति त्यस्तो खालको रेस्पोन्ड दिइरहेको हुन्छ। त्यही कारणले एआईलाई यसरी युज गर्नुहोस् कि रुथलेस। म मोस्ट अफ द प्रम्प्टमा एउटा वर्ड युज गर्छु, ब्रुटल्ली अनेस्ट। जब तैँले मलाई रेस्पोन्ड दिन्छस् त सुगर कोट नगर, मलाई खुसी बनाउनको निम्ति केही एन्सर नदे। म केही कुरा तँलाई बताइरहेको छु भने यदि गलत छ भने ब्रुटल्ली अनेस्ट भएर भन् गलत छ यो आइडिया। दिस इज हाउ इट वर्क्स। तपाईँले चाहिँ एआईलाई तपाईँको इगो सेटिस्फाई गर्नलाई युज नगर्नुहोस्, तपाईँको इगोलाई क्रस गर्न युज गर्नुहोस्। मोस्ट अफ द टाइम कुनै पनि प्रोजेक्टमा गरिरहेको हुन्छु, दिस इज वाट आई डु, आई राइट बी ब्रुटल्ली अनेस्ट। एकदम ब्रुटल्ली अनेस्ट गर, सुगर कोट गर्न जरुरी छैन कि ओके चिल्लो लगाउन जरुरी छैन, मलाई त्यो चाहिएन, मलाई चाहिएको बेस्ट रिजल्ट। कहिले अनेस्ट भएर मलाई रिजल्ट दे। आई नो कति पटक चाहिँ एआईले चाहिँ एकदम अनेस्ट, एकदम हर्ट गर्ने खालको रेस्पोन्ड दिइरहेको हुन्छ, बट द्याट्स वाट वी निड। यदि तपाईँ एआईले चाहिँ तपाईँको प्रशंसै गरेको चाहनुहुन्छ, ओ तैँले बेस्ट गरिस्, नो, त्यसरी तपाईँ एआईमा ग्रो हुन सक्नुहुन्न। बी ब्रुटल्ली अनेस्ट। यदि मैले गरिरहेको कुरा खराब छ भने डाइरेक्ट भन् खराब छ, किन खराब छ त्यो मलाई एक्सप्लेन गरेर बता। दिस इज हाउ यु मेक बेस्ट रिजल्ट आउट अफ एआई। आर्ग्यु विथ एआई। टिप नम्बर 15, गेट युनिभर्सल रुल अफ कस्टम इन्स्ट्रक्सन। तपाईँको एउटा कस्टम इन्स्ट्रक्सनको रुल बनाउनुहोस्। वाट डु आई मिन? अगेन म एआईलाई यसरी रुल बनाएको छु कि जब तैँले कुनै पनि रेस्पोन्ड गर्छस् मलाई, तैँले जार्गन वर्ड युज गर्न सक्दैनस्। जार्गन भनेको के हो? कोअपरेटिभ वर्ड हुन्छ नि, लाइक एकदम डिप वर्ड युज गरिरहेको छ, बुझ्न गाह्रो भइरहेको छ, यस्तो खालको वर्ड युज गर्छ कि फ्लफी टाइपको। सबैले जो युज गरिरहेका छन्, लाइक युएसमा या जर्मनमा हाई क्लास टेक युट्युबरले या टेक पर्सनले त्यस्तो पर्सनले युज गर्ने वर्ड हामीलाई दियो भने कन्फ्युज हुन्छ। त्यहाँ स्ट्रिक्ट रुल दिनुहोस्। म सिधै के लेख्छु भन्दाखेरि जहिले पनि मलाई रेस्पोन्ड दिने क्रममा फ्लफी इन्फर्मेसन मलाई चाहिएको छैन र हार्ड वर्डहरू पनि मलाई चाहिँदैन। इक्जाम्पलहरू दिने क्रममा एक्ज्याक्टली मेरो कन्टेक्स्टलाई म्याच गर्ने, मैले बुझ्ने शैलीमा इक्जाम्पल दिएँ। मोस्ट स्ट्रिक्ट रुल मैले के लेखेको छु भन्दाखेरि एउटा 10 वर्षको बच्चाले पनि बुझ्ने भाषामा त्यस्ता वर्ड युज गरेर मलाई एक्सप्लेन गर। जब तैँले मलाई उदाहरण दिइरहेको हुन्छस्, एक्ज्याक्टली हाम्रो नेपाली कल्चरलाई फिट हुने उदाहरण दे। दिस इज वाट द कस्टम रुल। एक्ज्याक्ट रुल फ्रेम बनाउनुहोस् कि तैँले यसरी मलाई रेस्पोन्ड दिने हो। कस्तो प्रकारको ल्याङ्ग्वेज तपाईँ युज गरेको चाहनुहुन्छ, हार्ड ल्याङ्ग्वेज, सफ्ट ल्याङ्ग्वेज, तपाईँले रुल सेट गर्नुहोस् पहिल्यै। बार बार तपाईँले त्यो रुललाई लेख्नु पर्दैन। जब तपाईँले सिस्टम प्रम्प्ट बनाउनुहुन्छ नि, अघि जो मैले तपाईँलाई बताएँ, त्यति बेलै तपाईँले रुल सेट गर्नुहोस् कि मलाई 10 वर्षको बच्चाले पनि बुझ्ने भाषामा सम्झा, मलाई फाल्तुका बिग बिग वर्ड दिएर मलाई कन्फ्युज नगर, सरल भाषा युज गर। तपाईँ नेपाली भाषा मात्र चाहनुहुन्छ भने नेपाली भाषा मात्रै युज गर। एक्ज्याक्टली यो खालको इन्स्ट्रक्सन तपाईँले पहिले सेट गर्नुहोस्। टिप नम्बर 16, कन्टेक्स्ट कम्प्रेसन। कन्टेक्स्ट कम्प्रेसन भनेको के हो त? तपाईसँग तपाईँको बारेमा लङ कन्टेक्स्ट छ, 4-5 पेजको, तपाईँले कम्प्लिट कन्टेक्स्ट एकपटक दिनुभयो भने यसले अन्डरस्ट्यान्ड गर्न त सक्छ, तर के हुन्छ भन्दाखेरि हामीले लेखेको कन्टेक्स्टमा धेरै कुरा रिपिटेटिभ हुन्छ, त्यसलाई हामीले कम्प्रेस गर्नुपर्छ। फर्स्ट अफ अल त्यो कन्टेक्स्ट दिनुभन्दा पहिला न्यू च्याट ओपन गर्नुहोस् र फुल कन्टेक्स्टलाई अपलोड गर्नुहोस्। भन्नुहोस् कि यसलाई कम्प्रेस गरेर दे, तर यसको एसेन्स मिस नगरिकन, जे भन्न खोजेको कुरा छ त्यसलाई मिस नगरिकन तैँले यसलाई कम्प्रेस गर, छोटो बना। अब एआईले बेस्ट मेथड युज गरेर हामीले भन्न खोजेको कुरालाई कतै पनि मोडिफाई नगरिकन यसलाई कम्प्रेस गरेर सानो प्याराग्राफमा बनाउँछ। द्याट इज कल्ड कम्प्रेसन। वाइ डु वी निड टु कम्प्रेस आवर कन्टेक्स्ट? कन्टेक्स्टलाई किन कम्प्रेस गर्न पर्यो? किनकि एआई त लार्ज मोडल छ, राइट? यसले डाइरेक्ट दिएको कन्टेक्स्टलाई पनि एनालाइज गर्न सक्छ नि, राइट? सक्छ। फर एक्जाम्पल, तपाईँले दुध उमाल्दै हुनुहुन्छ, त्यसलाई उमालिराख्नुहोस्। जब तपाईँले 1 लिटर दुधलाई उमालेर त्यसको सबै पानीलाई भ्यापर रूपमा जान दिनुहुन्छ, अब जो बच्छ नि खुवा कुराउनी, त्यो अझै बेस्ट हुन्छ। द्याट्स वाइ तपाईँको कन्टेक्स्टलाई पुश गर्नुहोस्, त्यहाँ कम्प्रेस गर्न लगाउनुहोस्, बेस्ट
कुराउनु निकाल्नुहोस् त्यो दुधबाट अनि त्यो युज गर्नुहोस्। एक्ज्याक्टली बेस्ट मेटेरियल, बेस्ट कन्टेक्स्ट तपाईँले जब दिनुहुन्छ, इट विल पर्फर्म बेस्ट। ट्राई इट। टिप्स नम्बर 17, नलेज बेस्ड डिफ्रेन्ट प्रोजेक्ट। जब तपाईँले एआईसँग कुरा गर्नुहुन्छ, लाइक डेली तपाईँ एउटै विषयमा कुरा गरिराख्नु भएको हुनुहुन्न। कहिले कहिले एउटा कन्टेक्स्टमा कुरा गर्नुहुन्छ, कहिले अर्को कन्टेक्स्टमा कुरा गर्नुहुन्छ। एउटै च्याटमा सबै कन्टेक्स्टलाई मिक्स नगर्नुहोस्, नयाँ च्याट गर्नुहोस्, नयाँ प्रोजेक्ट गर्दै हुनुहुन्छ। लाइक म प्रत्येक भिडियोको स्क्रिप्ट रेडी गर्दाखेरि नयाँ च्याट विन्डो ओपन गर्छु र त्यसभित्र कुरा गरिरहेको हुन्छु र केही समय पश्चात यदि मलाई याद आयो कि ओके मैले त्यो कुरा गरेको थिएँ, म फर्केर त्यो फाइलमा जान्छु, फेरि त्यहाँ कुरा गरिरहेको हुन्छु। एउटै फाइलमा एउटै च्याट विन्डोमा सबै कुरा गर्नुभयो भने फेरि एआई हेलुजिनेट गर्न थाल्छ, थोडा कन्फ्युज हुन थाल्छ। त्यही कारणले कन्टेक्स्टलाई डिफ्रेन्ट फोल्डरमा तपाईँले एड गर्नुहोस्। यदि तपाईँले क्लाउड एआई युज गर्दै हुनुहुन्छ भने त्यहाँ प्रोजेक्ट भन्ने अप्सन छ, डिफ्रेन्ट प्रोजेक्ट त्यहाँ गर्न सक्नुहुन्छ। तर तपाईँले अरू एआई मोडल युज गर्दै हुनुहुन्छ लाइक च्याट जीपीटी, जेमिनाई, डिपसिक, त्यहाँ भने तपाईँले के गर्न सक्नुहुन्छ, डिफ्रेन्ट न्यू च्याट विन्डो ओपन गर्नुहोस् र त्यो च्याट विन्डोमा कुरा गर्नुहोस् अलग अलग कन्टेक्स्टलाई राखेर, ताकि एआईले ती सबै कन्टेक्स्टलाई मिक्स नगरोस् र सही तरिकाको तपाईँलाई रेस्पोन्ड दिन सकोस्। टिप नम्बर 18, पुल प्रम्प्टिङ। तपाईँले पहिला के रिजल्ट चाहनुहुन्छ फिक्स हुनुहोस् माइन्डमा, त्यसपछि एआईलाई बताउनुहोस् कि म यो रिजल्ट चाहन्छु, यो रिजल्ट पाउनको निम्ति के इन्फर्मेसन तल चाहिएको छ। तपाईँबाट एआईलाई पुल गर्न लगाउनुहोस्। लाइक आस्क मी क्वेसन, जसरी अघि तपाईँले मास्टर प्रम्प्ट क्रिएट गर्ने बेलामा क्वेसन सोध्न लगाउनु भएको थियो, त्यसरी नै यहाँ पनि क्वेसन सोध्न लगाउनुहोस्। तपाईँले कुनै पनि इक्जाम्पल दिन सक्नुहुन्छ, मलाई यो रिजल्ट चाहिएको हो, यो रिजल्टलाई फाइनलाइज गर्नको निम्ति तैँले मलाई प्रश्न सोध, 1 क्वेसन एट अ टाइम। दिस इज कल्ड पुल प्रम्प्टिङ। तपाईँले पुश मात्र गर्नु भएन, इन्फर्मेसन मात्र दिनु भएन, तपाईँले एआईलाई तपाईँबाट इन्फर्मेसन पुल गर्न लगाउनु भयो। एउटा उदाहरणको निम्ति मानिलिनु तपाईँलाई कहीँ जान छ, तपाईँले एउटा पठाउ हायर गर्नुभयो, एउटा ट्याक्सी आयो या एउटा बाइक आयो। अब तपाईँले त्यहाँ बसेर ड्राइभरलाई दायाँ जा, बायाँ जा, अगाडि जा, यो जा भन्न थाल्नु भने के हुन्छ, कन्फ्युजन, राइट? कति पटक इन्स्ट्रक्सन दिने त्यसलाई। त्यही कारणले तपाईँले के गर्न सक्नुहुन्छ, पहिला रिजल्ट दिनु, तपाईँ कहाँ जाने हो, मलाई स्वयम्भूनाथमा लगेर छोडिदे। लेट द ड्राइभर फाइन्ड आउट द रुट। ड्राइभरले आफै बेस्ट रुट फाइन्ड आउट गर्छ कि कहाँ कसरी जाने भनेर। तपाईँले लेफ्ट राइट 100 मिटर अगाडि जा, पछाडि आइज, यो कुरा एक्सप्लेन गर्नै जरुरी छैन। ओके, एआईलाई पनि सेम मेथड तपाईँले युज गर्नुहोस्। मैले मोस्ट अफ द टाइम गरिरहेको हुन्छु, डाइरेक्ट मैले रिजल्ट दिन्छु, मलाई यो रिजल्ट चाहियो, एक्सप्लेन गरेँ। अब यो रिजल्ट पाउनको निम्ति बेस्ट रुट तैँले फलोअप गर, मलाई के इन्फर्मेसन चाहियो म दिन रेडी छु, मलाई क्वेसन सोध, तर मलाई यही रिजल्ट चाहियो, मलाई यही ठाउँमा जानु छ, मलाई स्वयम्भूमै पुग्न छ। अब कसरी लिएर जान छ तैँले लिएर जान सक्छस्। दिस इज हाउ यु क्यान डु पुल प्रम्प्टिङ। टिप नम्बर 19, मेक एआई टु चेक इट ओन वर्क। एआईलाई आफ्नो वर्क आफै चेक गर्न लगाउनुहोस्। वाट डु आई मिन, कतिपल्ट के हुन्छ भन्दाखेरि तपाईँले रेस्पोन्ड जब तपाईँलाई लाग्छ नि यो रेस्पोन्ड ठिक छ, मैले गरिरहेको हुन्छु बाइ द वे, जब मलाई फाइनल रेस्पोन्ड आएको मलाई मनपर्छ, अब म के भन्छु भन्दा एआईलाई त स्योर छस् यो इन्फर्मेसनमा एकपटक चेक गर, अझै एकपटक चेक गर, केही गल्ती त छैन। अझै त्यसको निम्ति बेस्ट के गर्न सकिन्छ भन्दाखेरि फाइनल रिजल्टलाई म कपी गरेर न्यू विन्डोमा हाल्छु अनि भन्छु मैले यो रेस्पोन्ड एआईबाट पाएँ, यो मेरो उद्देश्य थियो, एकपटक चेक गरेँ यसलाई कि यो सही छ कि छैन। किनभने लङ कन्टेक्स्टलाई फेरि त्यो इन्फर्मेसनलाई पढेर तपाईँले बसेर के गल्ती भयो भन्नु लगाउनुभन्दा पहिला, फाइनल ड्राफ्ट तपाईँले रेडी गर्नुभन्दै पहिला एआईलाई नै चेक गर्न लगाउनुहोस्। डबल चेक गर, तेरो काम अझ एकपटक चेक गर। तपाईँ चेक गरेर फेरि रेस्पोन्ड गर्छ, अल बेटर छ भन्छ, फेरि तपाईँले त्यसलाई कपी गरेर न्यू विन्डोमा हाल्नुहोस्, भन्नुहोस् फेरि चेक गर। तपाईँले यसरी गर्नुभयो भने आफैले त्यहाँबाट मिस्टेक निकालिरहेको हुन्छ। कतिपटक जब तपाईँले कुनै पनि इन्फर्मेसन खोज्नु भएको छ, राइट इन्फर्मेसन आइरहेको हुँदैन, स्ट्याटिस्टिक नम्बरहरू न्युजहरू राइट आएन भने तपाईँले सेम गर्न सक्नुहुन्छ। अझ एकपटक रिसर्च गरेर हेर, रेस्पोन्ड दिए पश्चात तपाईँले भन्नुहोस् कि रिसर्च गर, अझ एकपटक खोज अनि मलाई फाइनल रिजल्ट दे। दिस इज हाउ एआई विल respond you in best way. Tip number 20, use AI browser extension. What do I mean here? सायद यो टिप सबै एआई मोडलमा लागू नहुन सक्छ है त, लेट मी बी जेन्युन। तर एउटा फिचर्स छ क्लाउड एआईमा। यदि तपाईँले क्लाउड एआई युज गर्दै हुनुहुन्छ भने क्लाउड एआईलाई तपाईँले डाइरेक्ट आफ्नो कम्प्युटरमा इन्स्टल गर्न सक्ने भएको कारणले तपाईँको कम्प्युटर स्क्रिनमा भएको कुरालाई क्लाउड एआईले रिड गर्न सक्छ, एनालाइज गर्न सक्छ। लाइक यो कस्तो हुन्छ भन्दाखेरि तपाईँले कुनै प्रोजेक्ट गर्दै हुनुहुन्छ, तपाईँको एसिस्टेन्टलाई डाइरेक्ट स्क्रिनमा हेरेर इन्स्ट्रक्सन दे भनेर हेल्प मागे जस्तो तपाईँले युज गर्न सक्नुहुन्छ यदि तपाईँले क्लाउड एआई युज गर्दै हुनुहुन्छ भने। मेबी पछि अरू एआई मोडलले पनि यो फिचरलाई एलाबोरेट गर्लान्, द्याट वुड बी लाइक असम। बट यदि तपाईँले जेन्युनली डिपली क्लाउड सिक्दै हुनुहुन्छ भने त्यसको एक्सटेन्सन फिचर ओपन गर्नुहोस् र कुनै पनि कुरा तपाईँको कम्प्युटर स्क्रिनमा चलेको कुरालाई तपाईँले सोध्न सक्नुहुन्छ। सो इट विल बी इजी फर लर्निङ। टिप नम्बर 21, क्रिएट कस्टम जीपीटी अर जेम।
वाट डु आई मिन हियर? तपाईँले धेरै मेहनत गरेर एउटा बेस्ट रिजल्ट पाउनुभयो, 20 मिनट लगाउनु भयो, 1 घन्टा लगाउनु भयो, 2-3 दिनै लगाउनु भयो, अब तपाईँले बेस्ट रिजल्ट पाउनुभयो नि, अघि जो सिस्टम प्रम्प्ट क्रिएट गर्न भनेको थिएँ मैले, त्यही खालको सिस्टम प्रम्प्ट क्रिएट गर्नुहोस्, तर लाइक च्याट जीपीटीमा जीपीटीज भन्ने अप्सन छ, कस्टम जीपीटीज, जेमिनाईमा चाहिँ जेम्स भन्ने अप्सन छ, डिफ्रेन्ट सर्ट एप मोडल जस्तो हुन्छ। मैले अलरेडी एक्सप्लेन गरेको छु, यदि तपाईँले मेरो प्रिभियस भिडियो हेर्नुभएको छ भने तपाईँले कस्टम जेम कसरी क्रिएट गर्न सक्नुहुन्छ भनेर। फाइनल रिजल्ट आएपछि त्यो रिजल्टको सिस्टम प्रम्प्ट जब क्रिएट गर्नुहुन्छ, यो रेस्पोन्ड पाउनको निम्ति के प्रम्प्ट दिनुपर्छ भनेर क्रिएट गरिसकेपछि तपाईँले चाहिँ जेम क्रिएट गर्नुहोस् र त्यसलाई सेभ गरेर राख्नुहोस्। बार बार तपाईँले त्यही कुरालाई हसल गर्न पर्दैन। डाइरेक्ट नेक्स्ट टाइम तपाईँले कस्टम जीपीटी ओन गर्न सक्नुहुन्छ या जेम ओन गर्न सक्नुहुन्छ। डाइरेक्ट तपाईँले कुनै पनि रिजल्ट माग्नुहोस्, यसले बेस्ट रेस्पोन्ड दिन्छ, किनभने तपाईँसँग सिस्टम प्रम्प्ट छ जसलाई तपाईँले बार बार कपी पेस्ट गर्न पर्दैन। इट इज अलरेडी देयर एज अ जेम। नेक्स्ट टिप छ एआई फर पर्सनलाइज अडियो लर्निङ। तपाईँले युज गरेको एआईमा अडियो फिचर्स छ जो एक्सप्लेन गर्न सक्छ अडियोमा। कुनै पनि कुरा तपाईँ रिसर्च गर्दै हुनुहुन्छ, त्यसको अडियो फिचर्स युज गर्नुहोस्। तपाईँले रिजल्ट पाए पश्चात तल एउटा सेक्सन हुन्छ, लाइक अडियो अन गर्नुहोस्, यसले अडियो फाइल जेनेरेट गर्छ अनि तपाईँले मजाले सुनेर सिक्न सक्नुहुन्छ। मोस्ट अफ द टाइम म त्यही गरिरहेको हुन्छु। टु बी अनेस्ट, म अहिले डेलिभरी काम गरिरहेको छु, लाइक फुड डेलिभरी गर्छु म रेस्टुरेन्टमा। त जब म बाहिर साइकलमा हिँडिरहेको हुन्छु डेलिभरी गर्नको निम्ति, कम्प्लिट जो रिजल्ट मैले पाएको हुन्छु त्यो रिजल्टलाई कानमा इयरफोन लगाएर अडियोको रूपमा सुनिरहेको हुन्छु सिक्नको निम्ति। दिस इज द बेस्ट मेथड। कहिले कहिले मसँग 10-12 पेजको पिडिएफ फाइल हुन्छ, त्यो फाइललाई म अपलोड गरिदिन्छु अनि भन्छु यो फाइलमा बताएका प्रत्येक कुरालाई बुलेट पोइन्ट बनाएर एक पोइन्ट मलाई बनाएर एक्सप्लेन गर। त्यो एक्सप्लेन गरेको बिग फाइललाई म अडियो क्लिक गर्छु अनि अडियो सुन्दै हिँडिरहेको हुन्छु। त्यसको निम्ति नोटबुक एलएममा तपाईँले सिक्न चाहेका धेरै सोर्सलाई एड गरेर तपाईँले डिप डाइभ टाइपको अडियो पोडकास्ट बनाउन सक्नुहुन्छ र कानमा आरामले सुन्दै आफ्नो काम गर्न सक्नुहुन्छ र लर्निङ पनि एकदम फास्ट हुन्छ। ओके, सो एआईले दिएको रिजल्टलाई पढेर बस्न थाल्नुहोस्, त्यसलाई अडियो बनाउनुहोस् र सुन्नुहोस्। नेक्स्ट टिप छ अ फिनिश्ड वर्कफ्लो बिट्स न्यू मोडल। कुनै पनि ओल्ड मोडल युज गर्दै हुनुहुन्छ, आई मिन लाइक कुनै पनि एउटा एआई मोडलमा स्टिक हुनुहुन्छ भने त्यसलाई बार बार युज गरिराख्नुहोस्। नयाँ मोडलहरूमा जम्प गरेर फिचर्स ट्राई गर्न नथाल्नुहोस्। एउटा सिस्टम वर्कफ्लो बनाउनुहोस्। त्यो वर्कफ्लोले बार बार त्यो रिपिटेटिभ बोरिङ टाइपको सिस्टमले तपाईँलाई रिजल्ट दियोस्। कुनै पनि काम गर्दै हुनुहुन्छ एआई मोडलमा भने अर्को एआई मोडलमा नयाँ फिचर आयो रे भनेर त्यो कामलाई कपी गरेर त्यहाँ लगेर हाल्न नथाल्नुहोस्। यसले अझ धेरै प्रोक्रास्टिनेसन दिन्छ। लाइक तपाईँले कुनै पनि टार्गेट पुरा गर्न सक्नुहुन्न, त्यही कारणले ओल्ड मोडल जो तपाईँले युज गरिरहनु भएको छ त्यसैलाई तपाईँले बेस्ट रूपमा युटिलाइज गर्नुहोस्। अझै मैले यो फिचरलाई कसरी युज गर्न सक्छु त, जब कुनै पनि नयाँ मोडल लन्च हुन्छ मार्केटमा, यो फिचर आयो भनेर जब तपाईँले सुन्नुहुन्छ, त्यो फिचर्स यसमा छ कि छैन भेरिफाई गर्नुहोस्। एकपटक सोध्नुहोस् यस्तो एआई मोडल आएको छ, यो फिचर यहाँ छ, कसरी युज गर्न सक्छु। त्यसले सेम वर्कफ्लोमा तपाईँलाई इन्टिग्रेट गरेर दिन सक्छ। एउटा एआई मोडलमा स्टिक गरेर त्यसबाट कम्प्लिट वर्क टास्कलाई इम्प्लिमेन्ट गरिराख्नुहोस्। ओके, इट्स बिट्स नयाँ एआई फिचर युज गर्नुभन्दा पनि त्यही एआईबाट तपाईँले त्यो काम लिन सक्नुहुन्छ। आई वान्ट टु एड वान थिङ हियर, लर्निङ प्रोसेस एकदम बोरिङ हुन्छ, एक्सेप्ट इट। ओके, तपाईँले कुनै पनि कुरा गर्दै हुनुहुन्छ, सजिलो कहाँ भनेर खोज्न नथाल्नुहोस्। म त्यही गर्ने गर्थेँ कि यो एआई फिचरले सजिलो गरेर दिन्छ। म्यानुअल ग्राइन्डिङ गर्न तपाईँले चाहनुहुन्न, या त्यो पोइन्ट त त्यही हो, किनकि एआई युज गरेपछि हामीले चाहिँ म्यानुअल्ली ग्राइन्ड गर्न पर्यो भने किन एआई युज गर्ने, राइट? तर तपाईँले युज गरेको एआई मोडलमै त्यो फिचरहरू हुनसक्छ, तपाईँले डिप डाइभ गर्ने खोज्ने त्यो ट्राई गर्नुहोस्। अलिकति बोरिङ मेथड हुन्छ, ट्राई गरेर हेर्नुहोस्। नाउ टिप नम्बर 24, नेभर एक्सप्लेन योर सेल्फ ट्वाइस। वाट डु आई मिन हियर? आफैलाई बार बार तपाईँले रिपिट गरेर एक्सप्लेन नगर्नुहोस्। जसरी म अघि तपाईँलाई बार बार बताइरहेको छु, सिस्टम प्रम्प्ट क्रिएट गर्नुहोस्, सिस्टम प्रम्प्ट क्रिएट गर्नुहोस्। कुनै पनि कुराको टास्क तपाईँले पुरा गर्नुहुन्छ, जब तपाईँलाई रिजल्ट मनपर्छ त्यसलाई भन्नुहोस् मलाई यसको सिस्टम प्रम्प्ट चाहियो, अनि त्यो प्रत्येक सिस्टम प्रम्प्टलाई कपी गरेर अलग्गै नोट बनाउनुहोस्। एकपटक तपाईँले त्यो प्रोजेक्ट पुरा गर्नुभयो, त्यसको सिस्टम प्रम्प्ट क्रिएट गर्नुहोस् र त्यसलाई नोट बनाएर राख्नुहोस्। जब तपाईँलाई नेक्स्ट टाइम सेम प्रोजेक्ट गर्नुपर्छ, कपी द्याट प्रम्प्ट, पेस्ट इट। नाउ फाइनल्ली टिप नम्बर 25, कीप द ह्युमन टेस्ट एन्ड ह्युमन मोमेन्ट। वाट डु आई मिन हियर? एआईले तपाईँले भन्दा बेस्ट तरिकाले रेस्पोन्ड गर्न सक्छ, तर ह्युमन टेस्ट एआईले एक पटकमा केही सेकेन्डमै तपाईँलाई 10वटा अप्सन दिन सक्छ, तर त्यो 10वटा अप्सन मध्येमा कुन अप्सन तपाईँको निम्ति बेस्ट हुन्छ भनेर एआईले डिसाइड गर्न सक्दैन। बिकज यु एज अ ह्युमन बिङ तपाईँसँग आफ्नो टेस्ट छ। तपाईँलाई कस्तो खालको मनपर्छ, के वर्डहरू तपाईँले सिलेक्ट गर्न चाहनुहुन्छ, त्यो खाले तपाईँलाई जो टेस्ट छ ह्युमन टेस्ट, त्यो तपाईँले आफ्नो टेस्ट क्यारी गर्नुहोस्। तपाईँले बिल्डअप गर्नुहोस् कि तपाईँको टेस्ट कसैले कपी गर्न नसकोस्। के राइट हो के रङ हो भन्ने कुरा तपाईँले एनालाइज गर्नुपर्ने हुन्छ
र जो हार्ड जबहरू छ नि, जस्तै डाटा एन्ट्री गर्ने, बेसिक डिजाइन गर्ने, यी सबै कामहरूलाई तपाईँले एआईलाई दिनुहोस् र जो टाइम बच्छ त्यो तपाईँले ह्युमन मोमेन्टम क्रिएट गर्न सक्नुहुन्छ। एआईको युज गरेर अझै हामी बिजी हुने होइन क्या। एआई आयो, एआईको युज गरेर झन् हामी एआई नैमा बढी बिजी भयौँ भने ह्युमन मोमेन्टम हामीले क्रिएट गर्न सक्दैनौँ। वी लभ बिलोङ्गिङनेस, हामीलाई एकअर्कासँग नजिक भएको, लाइक बातचित गरेको त्यो मनपर्छ। एआई आएपछि अझ धेरै तपाईँ एआईमा बिजी हुनुभन्दा पनि हार्ड वर्कहरू एआईलाई गर्न लगाउनुहोस् र तपाईँ बाँकी समय ह्युमनसँग बिताउन सक्नुहुन्छ। द्याट इज द मोटो। दिस मच फर टुडे। यदि तपाईँले यो भिडियोबाट केही भेल्यु पाउनुभयो भने सब्सक्राइब टु दिस च्यानल, यो च्यानलमा कनेक्टेड रहनु होला। एभ्री विक म तपाईँको निम्ति यसरी नै इन्फर्मेटिभ कन्टेन्ट लिएर आउने नै छु। Thank you for watching this video. Stay tuned. See you soon in next video. Bye.